हेलो साथी नमस्ते वेलकम टु माई च्यानल कार्यक्रममा उपस्थित भएको छु सीता मगरको भ्लग लिएर म आज माता तीर्थ औँसीको दिन म यहाँ माथि गएर आमाको घर छेमाको घर आएको छु। छेमालाई टिका लाउन त हुन्न नभए पनि मैले एउटा फलफुल दिएको छु। यता चाहिँ यहाँ चाहिँ हामीले लड्डु बनाएको लड्डु सकिरा छाने अब कति क्युटी हुन् कति क्युटी हुन् आमुई चाहिँ हाम्रो आमा आइसक्नु भएको छ। मैले त त्यो पैसा त हात हालेको देखेको अब यहाँ थैंक यू बेनिशा। वाव वाव सिक्रेट भनेको होइन मैले टी मात्र लगाइदिन्छ है होइन फाइदा के टिका लाउनु त हुन्न मात्रै त यत्तिकै टी लगाइदिने गर्छु। बुल्ली बहू सरी मलाई पर्दैन ल मैले केही ल्याइदिएन मैले केही ल्याइदिएन त भित्र देखाइदिनु न हुन्छ के चुरा बेसी यता हो यता अलि यता आएर सिद्धि हामी आज माथि गएर आऊँ त्यसपछि आज हामी छेमाको हेप्पी मदर डेस भयो मदर डेस आज सुमनहरूले हेर्छन् फेरि सुमनहरू फेरि बिजी छन् एकदम पसलमा लड्डु र केक बनाउँदा हैरान्छन् यही सुमन कहाँ छ आउनु मैले खुवाइदिएँ आऊ यहाँ मैले खुलाइ उताएर छु भन दिदीलाई यता अलिएर ल आज चाहिँ हामीले अब माथि चाहिँ मदर्स डे बनाएर आइसक्नु भयो यहाँ चाहिँ मम्मी चाहिँ अनि बुनु बुनु यता हेर साने ओ यता यता अब हामीले पनि यहाँ मदर्स डे मनाउँदैछौँ। हाम्रो बुनुको चाहिँ फर्स्ट टाइम मदर्स डे मनाउँदैछौँ हामीले सुनुले बुनुले अन्त हो। यहाँ चाहिँ केक र लड्डु छन् हेर्न सक्नुहुन्छ। Happy Mother's Day. Happy Mother's Day. Happy Mother's Day. Happy Mother's Day. Happy
मदर्स डे काट्नुहोस् कि केक अन्टी काट्नुपर्छ अरे यो फेरि फुल नभन्ने फु गर्नु न फुल नफुल्नु जान्छ ल नफोक्नु सबै पनि थपक्क राख्नु नलिवाउनु जान्छ नि ह्याप्पी मदर्स डे पंखा बालमै अपु हुन्छ हल्का हल्का मरिन्छ पंखा नबाल्नु कस्तो उभुक्क भयो नि त भाइ जानु पहिला सुरु सानो छोरी ल्याउनु ल सानी ल्याइदिनुहोस् अनि ठुलीबाट अनि सानोबाट सानीबाट ल्याइदिनु नि फर्स्ट यो पहिलो नानी हो नि त ल थ्याङ्क यू मेरो राजा जान ल जम्नु गएको छ मम्मी ल तिम्रो गिफ्ट देऊ छोडिदिनु यति लड्डु पनि खुलाइदियो यति लड्डु खुलाइदिनु जिल्ला छपका छपका ल कति खुट्टा ल्याऊ खाने खुट्टा सानो यति केक खुलाइदिनु ल खानेलाई पनि यति केक खुलाइदिएँ अहिले फेरि यसलाई मैले टिका लगाइदिन्छु नि त ल आउनुहोस् आइज सुभान तेरो सानोबाट त कहीँ पस्छु थ्याङ्क यू बेटा बेटीहरू अनि सानो छोरीलाई दिएँ ठुलो छोरीलाई दिँदैछु टिसु हो त्यति माथि तिमीहरूलाई अहिले खुवाइदिउँला मैले नमस्ते नमस्ते के आइज नहाँसु होला है गाइजहरू अहिले लगाइदिएपछि लानुहोस् कान्छी नाइ बहिनी छोड्नु अलिकति ला बढी गुलो भएर थ्याङ्क यू मेरो नन्द कान्छी नन्द यहाँको दिन आई लभ यू आई लभ यू सेम टु यु नमस्ते अब यहाँ फेरि हामीले ठुली नन्द भन्दा माइली नन्द हुनुहुन्छ थ्याङ्क यू नन्दहरू दुईटी नन्द आई लभ यू धेरै धेरै माया यो गुदी त मलाई मन पर्दैन नमस्ते ल सर्वप्रथम यहाँ नानी छोरीले यहाँ मलाई डिब्बै भगा गएर सबै देख्या नानीको रुचमा नानी बहिनीको रुममा जाइछु डिब्बामा गिफ्ट हेर्छ नयाँ सिस्टम आज डिब्बा दिनेछ यो चुन्ने सर आई लभ थ्याङ्क यू छोरीलाई ठुली छोरीलाई यसले सुनकुसी देखिरहेको ला म त पत्ता लाउँछु नि सिकिदिने मान्छेलाई ओ माइगा मलाई टप चाहिन्छ टपै टप हो माइगा थ्याङ्क यू होइन मलाई यस्तैमा पनि धेरै खुसी छु कि यिनी बहुत आवश्यक पर्छ यहाँ काना पनि छैन मेरो लगाइदिइहाल्छु छोरीले दिएको गिफ्ट
अरू त केही छैन हेर्नुहोस् त अब 2 जोड गिफ्ट दिए कि खाना कपलाउनु पर्यो बाले त कति गुल्लो क्या नि त के ऊ अलि पछिपट्टिको झन् गुल्लो भएको थियो अगाडिको अन्त किन धेरै पाकेर धेरै चाहिँ राखेर ए हो र यसैमा गुल्लो हुन् न ल दे यो नानीको यो गिफ्ट हेर्नु त यत्रो डिब्बा यो गिफ्ट पनि एउटा बटनै भाँचिएछ ल्याउँदा मैले फेरि नानीहरूलाई पनि ल सेन नानी ह्याप्पी मदर्स डे ल नानी नन्दलाई आइज बेटालाई मदर्स डे त हो कि र यिनीहरू पढ्नु केटीलाई नखाने के म यहाँ घोप्टीको मेरो ढाडै दुखेछ मेरो हात लड्डु पहिला बेबीलाई लड्डु नखाने भए हेर त गुल्लो भएर के फेरि नि गुल्लो रुचाउने हुन्छ के भन्छ ल अब आयो ल आ ए आ भनेर अझै पैसा दिन लागेको छ यतिर अझै आ भने लु पैसा नमस्ते ल सेनी पैसा ल भन् के लाग्यो किनी भनेर यो त हाँक्क वर्की चाहिँ ल नमस्ते गर ठुली गर सेनी नन्द यहाँ सेनी नन्द हुनुहुन्छ साह्रै ज्ञानी हुनुहुन्छ अझै पनि ज्ञानी बनिरहनुलाई हस् नानीलाई कस्तो हेर्छु अब नमस्ते अझ यो दिनै छ बाँकी पैसा कति बिर्सिन्छु है म त पैसा दिने नमस्ते लिएर जान्छ कि हेर्नु पर्यो फेरि यो हेरौँ मलाई ल आजलाई अब यत्तिकै भयो अब यति समाप्त गरी आज मदर्स डे एकदम हाँसी खुसी मनाइयो माथि आमा कानी गएर आएर यहाँ फेरि नानीले फेरि अब नानीहरूले फेरि मलाई पनि लगाइदिए यताउति गरेँ ल अब आजलाई यति नै ल बाई बाई ल नानीहरू सबैले बाई गर ल सानो बाई गर सानो बाई गर न छिटो यता बाई गर न बाई सबैले बाई गर त्यही बसेर के ल बाई सानै बाई ल आजलाई यत्तिकै ल भयो